साथीहरू फेरि पनि अर्को रोमाञ्चक भिडियो लिएर तपाईहरुको सामु आइस। आज हामी कुरा गर्नेछौँ पैसाको बारेमा। नोट कहाँ कसरी केबाट बन्छ सुरु गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेर्नु होला, लाइक सब्स्क्राइब शेयर गर्न नभुल्नु होला। नेपालमा पहिलो पटक पैसाको चलन तत्कालीन राजा मानदेवबाट सुरु भएको थियो। त्यो समयमा कागजको नोटहरू भन्दा पनि सिक्काहरू प्रचलनमा थिए। नेपालमा विक्रम सम्वत 2002 सालदेखि राजा त्रिभुवनको पालामा पहिलो पटक कागजको नोट प्रयोगमा आएको थियो। ती नोटहरू भारतको नासिक स्थित इन्डिया सेक्युरिटी प्रेसमा छापिएको थियो। नेपाली नोटहरू नेपालमा छापिँदैन। कुनै पनि देशले सेक्युरिटीको लागि आफ्नो देशमा नोट छाप्दैनन्। नेपालले भारत, चीन, जर्मनी, अस्ट्रेलिया, ब्रिटेन, इन्डोनेसिया लगायतका देशहरूमा नोट छाप्दै आइरहेको छ। नोट छाप्नको लागि विशेष सेक्युरिटी प्रेसको जरुरत हुन्छ, तर नेपालमा भने त्यस्तो प्रेस छैन। यदि राष्ट्रिय ब्याङ्कले नयाँ नोट या सिक्का छाप्नुपर्ने खण्डमा अन्तर्राष्ट्रिय रूपमा एउटा टेन्डरको आह्वान गर्दछ र टेन्डर भर्ने कम्पनीहरू मध्ये कुनै एउटालाई छानेर दिने गर्दछ। अझै अनौठो कुरा के छ भने 1 रुपियाँको नोटलाई छाप्न करिब 1.5 रुपियाँ भन्दा बढी पर्न जान्छ भने 2 रुपियाँको नोट छाप्नलाई अलिक कम पैसा लाग्ने गर्दछ। त्यस्तै नोट छाप्दा सानो नोटको तुलनामा ठुलो नोटको लागत बढी पर्ने गर्दछ। ठुलो नोटमा सेक्युरिटी फिचर्स हुने गरेकोले यसलाई छाप्नको लागि लागत पनि बढी लाग्ने गर्दछ। राष्ट्रिय ब्याङ्कका अनुसार 1000 को नोट छाप्न 1 रुपियाँ 90 पैसा खर्च हुन्छ। त्यस्तै गरी 500 को नोट छाप्नलाई 2 रुपियाँ 92 पैसा खर्च हुन्छ। 100 रुपियाँको नोट छाप्नलाई 2 रुपियाँ 15 पैसा खर्च हुन्छ भने 50 रुपियाँ छाप्नलाई 1 रुपियाँ 68 पैसा खर्च हुने गर्दछ। त्यस्तै 20 रुपियाँको नोट छाप्न 1 रुपियाँ 11 पैसा खर्च हुन्छ। नोटको मूल्य भन्दा लागतले बढी पर्ने 1 र 2 को नोटहरू छाप्न बन्द गरिएको छ, तर सिक्काहरू छाप्ने गरिन्छ। रु 5 रुपियाँ, 100 रुपियाँ, 1000 रुपियाँ अनि 1 र 2 को सिक्का भने चीनको चाइना ब्याङ्क नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेटले छाप्दै आइरहेको छ भने 20, 50, 500 को नोट इन्डोनेसियाको पेरुमपेरीमा छाप्दै आइरहेको छ। केही समय अगाडि प्रचलनमा आएको 10 को प्लास्टिकको नोट कलर जाने भएकोले छाप्न बन्द गरिएको छ र केही वर्ष अगाडि प्रचलनमा आएको 25 र 250 को नोट पनि बन्द भएको छ। हामी सबै सोच्छौँ कि नोटहरू कागजबाट बनिन्छ, तर नोटहरू कटन र नाइलनबाट बन्ने गर्दछ, जुन साधारण कागजहरू भन्दा बलियो हुन्छ। वर्षौंसम्म नबिग्रिने, सजिलै नच्यातिने तथा पानीले भिज्दा पनि नबिग्रिने गरी कटन र नाइलन मिसाई विशेष प्रविधिबाट नोट तयार गरिन्छ। सिक्काहरू स्टिलबाट बनेको हुन्छ अनि बाहिरबाट पित्तलले कोटिङ गरेको हुन्छ। साथीहरू भिडियोको बारेमा कमेन्ट गर्न नभुल्नु होला अनि लाइक शेयर सब्स्क्राइब गर्न पनि नभुल्नु होला। धन्यवाद।